आजबाट चाहिँ मैले नयाँ एउटा बिजनेस स्टार्ट गरिरहेछु है। नमस्ते, म रिमा देवी हजुरहरूको सामनेमा एउटा छोटो मिनी ब्लग्स लिएर आइरहेको छु है। रुम चाहिँ बहुत गन्दा भइरहेछ, त्योपट्टि इग्नोर गर्नुहोला र साथीहरू पनि धेरै बिजी छन् है। र हामी सबैजना एकदमै बिजी भएको बिचमा पनि भिडियो बनाउनु चाहिँ पर्यो है। राम्रो लाग्छ कि एउटा नयाँ चिज गर्न आँट्दाखेरि भिडियो आफूसँग रहिरहेको छ होइन भन्नु त, धेरै दिनपछि पनि याद रहिरहेको छ। र कुरो चाहिँ के हो भने आज चाहिँ मैले एउटा नयाँ बिजनेस सुरु गरेँ भन्दा नि हुन्छ है। नयाँ बिजनेस भन्दाखेरि पानीपुरीको एउटा सानो स्टल लगाइरहेछु है। र साथीहरू पनि सँगैमा नि थिए, उनीहरू पनि घुगुनी बडा दही बडा पनि बेचिरहेका थिए र हामी सबैजनाले मिलेर बचिरहेका थियौँ। र मनमा एउटा एक्साइटेड पनि थियो कि म एउटा सानो बिजनेस स्टार्ट गरेँ भनेर है। सानो होस् ठुलो होस्, जीवनमा कर्म भनेको कर्मै हुन्छ होइन भन्नुहोस् त। सानो बढे मान्छे ठुलो हुँदै जानुपर्छ हो। त्यहाँबाट म चाहिँ मेरो फेसमा यति एक्साइटेडमेन्ट थियो कि मलाई के भन्नु, मलाई खुसीको ठिकाना थिएन। मान्छेहरूसँगबाट म सर्भ गर्दै जाँदै थिएँ र म चाहिँ एकदम उनीहरूसँग रिभ्यू लिइरहेकी थिएँ। कस्तो लाग्यो के लाग्यो भन्दा डर पनि लागिरहेको थियो होइन। कतिपयले भन्छन् कस्तो खालको खाना बनाइस् है, मैले त्यस्तै पैसा बर्बाद गरेँ भने जस्तो हुन्छ। त्यही भएर म जसलाई पनि भन्थेँ त एकदम राम्रो भयो भनेर रिभ्युजहरू एकदम राम्रो दिइरहेका थिएँ, रेस्पोन्स पनि राम्रो गइरहेको थिएँ। र हाम्रो यहाँ चाहिँ आउजी खाउजी भन्छन् है, आउनुहोस् खानुहोस् भनेर एउटा मेला लाग्छ है। त्यो मेलामा चाहिँ पुरा खानेको आइटेमबाट लिएर कपडाहरू पनि लाग्छ है। अनि मैले चाहिँ यसो सोचेँ पानीपुरीको स्टल दिएर हेर्नु पर्यो कतिको हुँदो रहेछ भनेर। र पहिले चाहिँ अलिअलि गएर सामानहरू लिएर थिएँ, भरे त एकदम पुङ भएर एकदम फेरि मेरो भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला है। बाई बाई।